तपाईको माइन्ड सेट चाहिँ एउटा म्याग्नेट हो। तर तपाईलाई म एउटा अचम्म लाग्दो कुरा भन्छु, 90% मानिसहरूले आफ्नो म्याग्नेटलाई उल्टो चलाइरहेका हुन्छन्। अर्थात् उनीहरू पैसा चाहन्छन् तर उनीहरूको भाइब्रेसन यो हुन्छ कि उनीहरूसँग पैसाको अभाव छ भन्ने भाइब्रेसन हुन्छ। उनीहरू माया चाहन्छन् तर भित्रबाट उनीहरूलाई लाग्छ कि मलाई कसैले रोज्दैन। उनीहरू शान्ति चाहन्छन् तर उनीहरूलाई लाग्छ कि मेरो लाइफ एकदम कम्प्लिकेटेड छ भन्ने भाइब्रेसन उनीहरूले युनिभर्सलाई रिलिज गरिरहेको हुन्छ। तपाईको चुम्बक जुन दिशामा छ तपाईले त्यही अनुसारको कुराहरू आकर्षित गर्नुहुन्छ। त्यसकारण तपाईले जहाँ फोकस गर्नुहुन्छ तपाईले त्यस्तै नै कुराहरू आकर्षित गर्दै जानुहुन्छ। तपाईको भाइब्रेसन जस्तो छ तपाईले त्यस्तै कुरा आकर्षित गर्नुहुन्छ। यदि तपाईको ध्यान हरेक समय समस्यामा केन्द्रित छ भने त्यही अनुसारको भाइब्रेसनबाट तपाईले समस्या नै समस्या हुने खालको सिचुएसन अट्र्याक्ट गर्नुहुन्छ। र त्यही अनुसार यदि तपाईको ध्यान कृतज्ञता यानि कि ग्रेटिट्युडमा छ भने तपाईले त्यही अनुसारको कुराहरू अट्र्याक्ट गर्न थाल्नुहुन्छ। र तपाईको ऊर्जा जस्तो छ ब्रह्माण्डले तपाईलाई त्यस्तै ऊर्जा फिर्ता गरिरहेको हुन्छ। यदि तपाईले कृतज्ञतामा ध्यान केन्द्रित गर्नुभयो भने तपाईको फ्रिक्वेन्सी रिसिभ गर्नेवाला फ्रिक्वेन्सी बन्न जान्छ र युनिभर्सले तपाईलाई त्यही अनुसारको कुराहरू पठाउँछ र तपाईले धेरै कुराहरू आकर्षित गर्न थाल्नुहुन्छ जुन कुराले तपाईलाई अझै बढी कृतज्ञ बनाउन प्रेरित गर्छ। यो नियम चाहिँ ल अफ अट्र्याक्सनको नियम हो। तपाईको ऊर्जा जस्तो छ तपाईले त्यस्तै ऊर्जा आकर्षित गर्नुहुन्छ। त्यसैले आजदेखि तपाईँ दैनिक केही अभ्यासहरू सुरु गर्नुहोस्। राति सुत्नु अघि 5 वटा कुरा लेख्नुहोस् जसको लागि तपाईँ कृतज्ञ हुनुहुन्छ र भोलिको दिनभरि एउटा उद्देश्य राख्नु कुन चाहिँ ऊर्जामा चाहिँ तपाईँ रमाउन चाहनुहुन्छ, कुन चाहिँ भाइब्रेसन चाहिँ तपाईलाई चाहिएको छ भोलिको दिनको लागि त्यो एउटा डिसाइड गर्नु। अनि भोलि राति तपाईको ध्यान दिनभरि कहाँ गयो भनेर मनन गर्नुहोस्। ध्यान सानो कुरा होइन, ध्यानले तपाईको भाग्य निर्मित गर्छ। त्यसकारण आफ्नो ध्यान कहाँ गइरहेछ र आफूलाई कस्तो खालको जीवन चाहिएको छ त्यही अनुसार त्यही कुराहरूमा ध्यान लगाउन थाल्नु।